देश हाम्रो आशाको घर, जनताको सपना बोकेको, सेवा लिन ढोका पुग्दा किन बाटो अझै गाह्रो। कागज फाइल नियम धेरै, पाइलै पछि रोकावटा, प्रक्रियामा अल्झिएको किन रोकिन्छ प्रगति। कार्यालयको ढोका पुग्दा लामो लाइन देखिन्छ, एउटा कामका लागि फेरि कति पटक फर्किन्छ। फारम भर्नु, दस्ताखत गर्नु, छापा लगाउने पालो, काम भन्दा प्रक्रिया ठुलो, यही बन्यो आजको चाल। प्रक्रियामा होइन अब परिणाममा ध्यान दियौं, जनताको काम छाडै हुने व्यवस्था अब बनाऊ। सरल, छिटो, पारदर्शी सेवा सबैलाई दियौं, परिणाममुखी शासनले नेपाललाई अघि बढाऊ। घुम्छ टेबल टेबल, दिन बित्छ महिना जान्छ, साधारण जनताको सपना कहिले कहिले रोकिन जान्छ। काम सानो तर प्रक्रिया ठुलो, किन यति जटिल बाटो। जनताको समय अमूल्य, किन बुझ्दैन हाम्रो तन्त्र। यदि सोच परिवर्तन हुन्छ, सेवा पनि बदलिन्छ। नियम सरल, काम छिटो, विश्वास फेरि बढ्छ। डिजिटल बाटो खोलौं, कागज कम गरौँ, नतिजा दिने संस्कारले नयाँ युग सुरु गरौँ। प्रक्रिया भन्दा परिणाम ठुलो, यही सोच फैलाऊ। नागरिकको मुस्कान हेरी सेवाको मापन गरौँ। जिम्मेवार कर्मचारी, उत्तरदायी शासन, नतिजामुखी कदमले बढ्छ राष्ट्रको गौरव। जनताको काम छिटो हुने नयाँ बाटो बनाऊ। सुगम सेवा, सशक्त राष्ट्र हातेमालो गरौँ, परिणाममुखी शासनले नेपाल उज्यालो